वर्ल्ड कप कसरी हेर्ने हो साथीहरू हो तपाईँहरूले सही सुन्नुभयो। हामीले चाहिँ वर्ल्ड कप चाहिँ एकदम इजी तरिकाले हेर्न सक्छौँ र हामीले चाहिँ फोनबाट कतिवटा डिभाइसबाट हेर्ने अनि कति लाग्छ पैसा अनि कसरी हेर्ने भन्ने कुरा चाहिँ म अगाडि तपाईँहरूलाई सिकाउन गइरहेको छु। र तपाईँहरूले चाहिँ अगाडि चाहिँ यहाँनिर देख्न सक्नुहुनेछ यो प्ले स्टोरमा गएर डिजिओ भन्ने एप चाहिँ तपाईँले तान्नुपर्ने हुन्छ, मतलब इन्स्टल गर्नुपर्ने हुन्छ। र यसलाई इन्स्टल गर्नुको लागि चाहिँ तपाईँले चाहिँ प्ले स्टोरमा गएर डिजिओ टाइप गर्नुहोस् अनि यो माथि देखाइरहेको छु हो यस्तो खाले एप आएपछि तपाईँले इन्स्टल गर्नुहोस् यसलाई होइन। यसलाई इन्स्टल गरिसकेपछि यसमा चाहिँ तपाईँले चाहिँ इजिली चाहिँ खल्ती ई सेवा ब्याङ्क एकाउन्टबाट चाहिँ पेमेन्ट गर्न सक्नुहुनेछ र तपाईँले चाहिँ मजाले एचडीमा हेर्न सक्नुहुनेछ, फुल एचडीमा हेर्न सक्नुहुनेछ हो। र त्यसपछि तपाईँले चाहिँ डिजिओ एप ओपन गर्नुहोस् र ओपन गरिसकेपछि चाहिँ तपाईँलाई चाहिँ यस्तो इन्टरफेस देखाउँछ र अगाडि नै चाहिँ तपाईँलाई देखाएको हुन्छ कतिवटा डिभाइसमा चाहिँ हेर्न सकिन्छ यो र कति पैसा लाग्छ, एउटा डिभाइसको कति पैसा लाग्छ, दुईवटा डिभाइसको कति पैसा लाग्छ भनेर पनि अगाडि नै हेर्न सक्नुहुनेछ हजुरले। र यसमा चाहिँ पेमेन्ट चाहिँ खल्ती ई सेवा र ब्याङ्क एकाउन्टबाट मजाले इजिली गर्न सकिन्छ आफूले। र तपाईँहरूलाई म देखाउँछु पनि तरिका कसरी चाहिँ हामीले इजिली कम पैसामा चाहिँ हेर्न सकिन्छ सबै वर्ल्ड कप भनेर। तपाईँलाई यहाँ चाहिँ एकचोटि पेमेन्ट गरिसकेपछि चाहिँ तपाईँले चाहिँ फुल ओभरअल वर्ल्ड कपको म्याचहरू सबै हेर्न सक्नुहुनेछ है। र यहाँनिर अलिकति नेट स्लो छ मेरो, त्यही भएर चाहिँ अलिकति स्लो चलिरहेको छ। अनि तपाईँले चाहिँ त्यहाँ खोलिसकेपछि चाहिँ तपाईँलाई चाहिँ यस्तो इन्टरफेस देखाउँछ र तपाईँले यहाँ आइडी बनाउनु पर्ने हुन्छ। तपाईँ गुगलबाट आइडी बनाउनुहोस् र गुगलमा गएर एउटा जिमेल चुज गर्नुहोस् तपाईँको होइन। गुगलबाट चुज गरिसकेपछि तपाईँको चाहिँ एउटा अब तपाईँलाई यहाँ इन्टरफेस देखाउँछ, तपाईँको आइडी बनिन्छ र आइडी बनिएपछि चाहिँ तपाईँले यहाँ सक्नुहुनेछ तपाईँको चाहिँ 100 जम्मी चाहिँ वर्ल्ड कपमा चाहिँ 104वटा म्याच हुन्छ हो। त्यो 104वटा म्याचमा चाहिँ तपाईँले चाहिँ त्यहाँनिर अहिले भनिगएँ मैले तपाईँलाई चाहिँ 999 रुपिस पर्छ दुईवटा डिभाइसको लागि र 549 चाहिँ एउटा डिभाइसको लागि पर्छ। र तपाईँले चाहिँ पेमेन्ट चाहिँ खल्ती ई सेवाबाट पनि गर्न सक्नुहुनेछ, कनेक्ट आइपिएसहरूबाट त्यहाँ अगाडि देख्न सक्नुहुनेछ। र तपाईँलाई चाहिँ 549 रुपियाँमा चाहिँ तपाईँले चाहिँ यहाँनिर पेमेन्ट गरेर चाहिँ 549मा चाहिँ वर्ल्ड कप सबै म्याच हेर्न सक्नुहुनेछ। र दुईवटा डिभाइसको लागि चाहिँ तपाईँले भनिसकिसकेँ मैले अघि नै तपाईँलाई 999 रुपिसमा चाहिँ दुईवटा डिभाइसमा हेर्न सक्नुहुनेछ। र यसको पेमेन्ट गर्नको लागि चाहिँ त्यो तल गएर तपाईँले खल्ती नभए ई सेवामा क्लिक गर्नुहोस्। ई सेवा क्लिक गरेपछि तपाईँले त्यहाँनिर देख्न सक्नुहुनेछ आइडी र पासवर्ड हान्नु भनेको हुन्छ। र आइडी र पासवर्ड हानिसकेपछि तपाईँलाई एउटा कोड आउँछ, त्यो कोड हालिसकेपछि तपाईँको पेमेन्ट हुन्छ र तपाईँको त्यहाँनिर वर्ल्ड कप मतलब वाच लाइभमा गएर हेर्न सक्नुहुनेछ। त्यहाँ वाच लाइभ हुन्छ कतिखेर तपाईँले टाइम टेबल हेर्नु होला त्यसको टाइसिट र त्यो हेरिसकेपछि तपाईँको चाहिँ त्यहाँ वर्ल्ड कप स्टार्ट हुन थाल्छ, त्यो पनि एचडीमा। र यदि भिडियो राम्रो लाग्यो भने लाइक, सेयर, सब्सक्राइब गर्नु होला।